रमाइलो गर्ने हो क्या केटा हो यहाँ नाच्छ होइन गाउँ इन्जोय गर यहाँ क्याम्प फायर हुँदैछ पुरा होइन साथीभाइहरू पुरा इन्जोय क्याम्प फायर होइन विक्रमजी के अरे त्यो पनि टेन्सन छैन यता यता पुरा ल सबै आउँछ भोलि म बनाइहाल्छु सफलै मुला छ नि छैन म यसो बनाउने मात्र हो लट्टो जोगी हुन मन छ क्लासमेटको त भिडियो आयो है गाई साथीहरू यहाँ लु नाचौँ कति हेबराई नहुने सल्लाइको कति कति यस्तो रमाइलो कहिले आउँछ नि सानमुला अनि यता के भन्छ ह्यापी शिवरात्रि जस्तै भइरहेछ Guys, we are fishing our block. पुरा रमाइलो छ नि त्यहाँ क्याम्प फायर हुँदैछ है गाई आज हङ्गेरीमा पुरा रमाइलो लाइभ हो होइन एडिट गर्नै बाँकी छ भोलि हेडलाइन चाहिँ के राखौँ त हङ्गेरी विन्टर ब्लग क्रिसमस होला नि मिलाएर ल तँ पनि गरिदिन्छु त्यसले छैन नो प्रब्लम शनिबारको दिन बिहान उठेर चर्को बलि पनि छिमेकी चर्को बलि केटाहरूलाई खुवाउनु पर्यो नि मजाले बनाइसकेपछि त म हुन्छ भन्नु नि ल ए र क्याम्प फायर इन्जोय छ रमाइलो छ होइन सर वान शिवदाई पो मजा छ त आज पर हेर्नु त ऊ आफ्नै तालमा शिवदाई मेरी क्रिसमस यहाँ चाहिँ पुरा क्याम्प फायर चल्दैछ पुरा खसीको मासु पुरा काटेर आज चाहिँ हङ्गेरीमा मेरी क्रिसमस रमाइलो इन्जोय क्याम्प फायर रातभरि हेलो गाइजहरु साउन्ड त साउन्डै रहेछ नि त फेरि यहाँ होइन खसीको कान पुरा के कान दुईटा खसी काटेको होइन आज पुरा मेरो क्रिसमस हङ्गेरीमा पुरा खसी क्रिसमस हेलो क्याम्प फायर भनौँ न होइन अनि यता पुरा यहाँ पुरा खसी काटेर होइन रमाइलो यस्तो पुरा ऊ यता त सर्लकै ठुलो खसी ढलिसक्यो यहाँ यी कत्रो छ कत्रो बडै मानको खसी हामी चाहिँ हङ्गेरीमा रमाइलो गर्दैछौँ प्लिज तपाईँको एक भोट नै देशको परिवर्तन हो तपाईको एक भोटले नै हाम्रो देश परिवर्तन हुनेछ यसपालि भोट परिवर्तन गर्नु होला पुरानो पार्टीलाई कोल्याप्स जय रासपा रासपा यस्ता रासपा सासपा भएन यहाँ रमाइलो चाहिँ हो ए रासपालाई त बुझ्दैनस् के भाइ राजा आउ देश बचाउ राजा आउ देश बचाउ राजाले तेरो एम्बुलेन्स ल्याइदिया त वरगाड तेरो बाइक हामी नेपाली भन्ने पाउँदैन गोडबन्दमा आएको त यहाँ आउँछिस् भाग्यो नि त दाइ हो त्यही भएर मान्छे हो नि त नेपालमा चुनाव पनि आउँदैछ गाइज सबै हेलो क्याम्प फायर हेलो गाइज हाम्रो बालनदाई कुन मन्दिरमा जान्छु गीत बज्दैछ नयाँ गीत खसी बन्दैछ हाम्रो आज मेरी क्रिसमसको
पक्लकै ठुलो खसी ढलिसक्यो। यहाँ चाहिँ साथीहरूले खसी चाहिँ यस्तो बनाउँदैछन्। ए बडे मानको खसी। यता त फेरि भाग बन्दैछ मासु भट्टाभट छुट्टै छ रमाइलो होइन। खसी बन्ने नै सक्यो पुरा रमाइलो। यता फेरि पाक्दैछ आन्द्रा भुँडी चट्ट हाम्रो निशानले चट्ट सफलले मुला यस्तो बनाउँदैछन् यहाँ भुँडी सुँडी यस्तो बनाउँदैछन् केटाहरूले होइन निशान भाइ। एवान मासु बनाउने भन्ने कुरो छ। यस्तै छ रमाइलो आज मेरो क्रिसमसको। यहाँ चाहिँ हामी गाउँमा हङ्गेरीको गाउँमा छौँ। ए साथीहरूले मासु भट्टाभट काटेर पट्टापट बनिहाल्छ आज। वहाँनिर हाम्रो बाख्रो आउँदैछ नयाँ बाख्रो है त्यो उहाँ सरले गर्दै हुनुहुन्छ। हामीले एउटा नयाँ कन्टेन्ट क्रिएटर गर्दैछौँ उहाँको एकदम त्यो चट्ट काटेर है। ए बर्लङ्गै ठुलो खसी ढलो अब चट्ट होइन। यहाँ यो खसीलाई बनाउने यता खाने होइन क्याम्प फायर यता काट्दै होइन। उहाँ हाम्रो एकदम खतरा खुनखार हो खुनखार उहाँ दाइ हाम्रो उहाँ एकदम बेस्ट। यता त अब क्याम्प फायरै भइगयो त यहाँ। ए हाम्रो जितेन सर आउँदै हुनुहुन्छ। हाम्रो विक्रमजी हाम्रो शिव सर हरायो क्या आज। यता यता आन्द्रा भुँडी पनि पाक्दैछ है। अरे गाई छ। हेलो विक्रमजी एकदम बिन्दु सफल क्याम्प फायर निशान निशान क्लाइमेट चेन्ज भएको छ बुडापेस्टमा हामी आउँदैछौँ अल्बर्सामा हामी गेट मेरी क्रिसमसको उपलक्ष्यमा क्याम्प फायर हामी यता देखाउनुस् त तपाईँ हामी दाइहरु काट्नु भएको छ उहाँको स्टोरलाई बुझ्नुस् पुरा हामी चाहिँ मासु लाउँदै आएको बुडापेस्टबाट दाइहरुले एकदम सहयोग गर्नुभयो। ओह उता गोरले हेल्पफुल छ। ओह गोरले खसी ढल्दैछ उता गोरले खसी ढल्दैछ। सरर खसीको टाउको पाक्दैछ। खसी यहाँ किन यता सर सबै फेरि रमाइलो। यता खसी भाग उता साथीहरू फेरि पुरा काटकुट पुरा बन्दैछ। के आगो यहाँ चाहिँ हाम्रो बार्बिक्यू हुँदैछ गाइजहरू। सबैजना रमाइलो इन्जोय होइन। ह्याप्पी क्रिसमस हङ्गेरीमा होइन। हाम्रो अशोक सर यहाँ चाहिँ पुरा अब है खसीको टाउको बोल्दै हुनुहुन्छ। ए रमाइलो। यता खसी पनि ढले नै सकिगयो यता मासु बनिसकिहाल्यो। ए यता त ठुलो खसी बन्दैछ यहाँ अब। ए आमामा क्रिसमस